सर्वप्रथम त आज पटियानीमा सम्पूर्ण युवा साथीहरूसँग भेट गर्ने यो सुअवसर प्राप्त भएको छ। यहाँहरू सम्पूर्णलाई यो आतिथ्यताको निम्ति धन्यवाद व्यक्त गर्न चाहन्छु। सम्भवतः हामी एउटै उमेर समूहका हौँ। म पनि यो देशमा युवाहरू बसेर काम गर्नुपर्छ भनेर काम गरिरहेको थिएँ। त्यसै सिलसिलामा राष्ट्रिय राजनीतिमा मैले पाइला चाले। राष्ट्रिय राजनीतिमा नआउँदाखेरि अन्य पेसा व्यवसायमा यहाँहरू जस्तै अन्य पेसा व्यवसायमा हुन सक्थ्यो होला, तर संजोगले भाग्यले राष्ट्रिय राजनीतितर्फ म डोरिएँ। त्यो डोरिँदै गर्दाखेरि आज मैले बाँच्ने समाज र तपाईँले बाँच्ने समाज एउटै हो। मैले टेक्ने धरती र तपाईँले टेक्ने धरती एउटै हो। कालगतिले छिट्टै मरिएन भनेदेखि तपाईँले बाँच्ने उमेर र मैले बाँच्ने उमेर एउटै हो। हाम्रा छोराछोरीहरूले बाँच्ने धरती यही नै हो। त्यसकारणले यो देश बनाउनको निम्ति तपाईँ जति उत्सुक हुनुहुन्छ, तपाईँमा जति हुटहुटी छ त्यत्तिकै हुटहुटी ममा पनि छ। एउटा यहाँबाट म तपाईँहरूसँग सुरुवात गर्न चाहन्छु। त्यही हुटहुटीले नै आज मलाई राष्ट्रिय राजनीतिमा प्रेरित गरेको हो। अब अहिले किन त राष्ट्रिय स्वतन्त्र पार्टीमा किन त यसरी देशव्यापी रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउनुपर्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत आउनुपर्छ भनेर हामी किन हिँडिरहेका छौँ भन्दा गएको संसदीय अभ्यासमा हामीलाई के लाग्थ्यो भने, जसरी अहिले तपाईँले भर्खर भन्नुभयो नि, हामीले धेरै राजनीति बुझेका छैनौँ। बुझेको राजनीति र त्यही भित्रै गरेर अनुभूति गरेको राजनीति अलग हुँदो रहेछ। पहिला हामीलाई के लाग्थ्यो भने एकजना रवि लामिछानेले मात्रै जिते पनि त्यहाँ त पुरै कायापलट भइहाल्छ नि, चेन्ज गर्न सक्नुहुन्छ, उहाँ एक्लैले जित्दाखेरि पनि हुन सक्छ होला भनेर हामी उहाँ एक्लैको जितको लागि भए पनि हामी त्यसरी काम गरिरहेको थियौँ। तर एकको बदलामा 21 गयो, संसदमा गयो। हामीले मुद्दा त जनताको मुद्दा उठान नगरेको भन्ने कुनै पनि छैन। कति मुद्दा उठान गर्यो, सधैँभरि पाएको 1 मिनट। अरूले त्यो संसद भवनभित्र देख्नुभयो होला व्यक्तिवादी गाली गलौज आरोप प्रत्यारोपमा धेरै समय व्यतीत गर्नुभयो भने हाम्रो पार्टीको साथीहरूले लिएको माइक 1 मिनटको समय पनि सधैँभरि मुद्दा केन्द्रित भयो, जनताका मुद्दा उठान गरिएको छ। आज ती सबै कुराहरू सार्वजनिक छन्, तपाईँहरूले त्यसलाई खोलेर हेर्न सक्नुहुन्छ। अनि त्यो त्यहाँ हामीले मुद्दा त उठान गर्यौँ, हामीले जनताको मुद्दाका बारेमा अडानियौँ। तर संसद भनेको त बहुमतको आधारमा चल्ने संस्था हो। कुनै पनि विषय जस्तो यही समाजमा पनि आज चाहिँ कालो चिया र सेतो चिया खाने भन्ने विषयमा वाद विवाद चल्यो भने जुन बढी हुन्छ त्यही पकाइन्छ नि। ठ्याक्कै त्यस्तै हो संसदमा पनि। हामीले मुद्दा उठान गर्यौँ, तर थियौँ त हामी जम्मा 21 जना। त्यसो भएपछि हाम्रा मुद्दा एजेन्डाका रूपमा व्यापक त्यहाँ उठे। जनताले थाहा पाउनु भयो जनताले भ्रष्टाचार कसरी हुँदो रहेछ, कुन कुन मुद्दामा कसरी चाहिँ ठगी राखिएको छ, जनताहरूले कहाँ कहाँ अन्याय महसुस गरिराखेका छन्, त्यो सबै कुरा आम नेपाली जनताले जुन हाम्रो संसद लाइभ हुन्छ त्यो सार्वजनिक रूपमा सबैले हेर्न पाउनुहुन्छ, त्यहाँबाट देख्नुभयो। जनताले थाहा त पाउनुभयो, तर हामीले त्यसलाई कार्यान्वयन गर्ने अवसर प्राप्त गर्न सकेनौँ, किनभने हामीसँग संख्या पुगेन, किनभने हामीसँग बहुमत पुगेन। त्यसै कारणले अबको यो पालिको अभियान भनेको फेरि पनि गएर एउटै माइक समाउनको लागि मात्रै लक्ष्य बोकेर प्रतिनिधि बन्ने उद्देश्य राख्ने हो भनेदेखि धेरै वर्ष पर्खिनुपर्छ। अब त्यो धेरै वर्ष पर्खिनको लागि हामी तयार छौँ कि छैनौँ त? म चाहिँ तयार छैन। मैले त्यही भएर रासोपालाई चाहिँ एउटा यो अभियान हो, सबैले आफ्नो आफ्नो अभियान सुरु गरिराखेको हुन्छ, मैले चाहिँ गतिको अभियान भन्छु। हामीलाई छिटै चाहिएको छ। अब धैर्य गर्ने हामीसँग क्षमतै छैन। कति धेरै हामीले व्यतीत देखिसक्यौँ। बुवा हजुरबाको पालादेखि हामीलाई आश्वासन दिइराखियो छिटै परिवर्तन हुन्छ भनेर, तर त्यो भएन। अब गएको संसदमा पनि हामीले प्रयत्न गर्यौँ। त्यहाँभित्र गएर हामीलाई के थाहा भयो भने सानो संख्यामा विद्रोह गरिरहन सक्यो, आफ्नो अडान राखिरहन सक्यो, तर सानो संख्यामा भयो भने धेरै वर्ष लाग्छ। त्यो धेरै वर्ष कुर्ने कि अब एकैचोटिमा निर्णायक हस्तक्षेप गरेर निर्णायक परिवर्तनहरू हामी देख्ने, हामी त्यो सन्धारमा छौँ। त्यसकारणले पनि देशव्यापी रूपमा हामीले हाम्रो सभापतिज्यूले चाहिँ यो पालि हाम्रो बालेन्द्र शाहज्यूलाई चाहिँ प्रधानमन्त्री बनाएर मार्ग प्रशस्त गरेर देशलाई नै सबैलाई जोडेर निर्णायक हामीले परिवर्तन गर्नुपर्छ भनेर बाटो उहाँले खोलिदिनु भएको छ। अब यसो सोच्नुहोस् होइन, सहकारीको विषय यहाँहरूले उठाइहाल्नु भयो, त्यो विशुद्ध राजनैतिक प्रतिशोध हो है। एउटा कुरा, जनताको पैसा, जनताको कुनै पनि जसरी सुकै होस्, सहकारी होस्, ब्याङ्क होस् होइन, बिमा होस्, जहाँबाट जनताको पैसा जोडेको विषयवस्तु सबैको नियमन गर्ने संस्था चाहिँ एउटै हुनुपर्छ, वान डोर हुनुपर्छ। राष्ट्र ब्याङ्कले गरेको छ नि, ब्याङ्कहरूलाई नियमन राष्ट्र ब्याङ्कले गरेको छ। त्यही भएर ब्याङ्कमा हामीले पैसा राख्दा हामी डराउनु पर्दैन, किन नियमन गर्ने संस्था बलियो छ र ब्याङ्कको वित्तीय संस्थाहरू, ब्याङ्कसँग सम्बन्धित संस्थाहरू राम्रो चलेका छन्। तर के भयो, सहकारी चाहिँ यिनै राजनैतिक दलहरूले आफ्नो हितको लागि, आफ्नो चाहिँ प्रयोजनको लागि, चुनावी प्रयोजन हुन सक्छ तर अथवा आफ्नो चाहिँ लुज प्रयोजनको लागि हुन सक्छ, सहकारी विभाग भनेर एउटा लुज नियमनकारी प्रशासकीय नियमनकारी चाहिँ संस्था बनाए। जुन पैसालाई नियमन गर्नको लागि त्यसलाई चाहिँ त्यही पैसासँग सम्बन्धित खालकै दृष्टिकोण राखेर एउटा नियमनकारी संस्था बनाउनु पर्छ, त्यो बनाइएन। त्यो बनाएको कसले त भन्दा 74 सालमा ऐन लिएर आइयो, सहकारीको चाहिँ ऐन लिएर आयो। त्यो सहकारी ऐन बनाउने बेला 74 सालमा त हामी थिएनौँ नि। को थिए भन्दा तपाईँ हामीलाई सबै स्पष्ट थाहा छ, जो थिए उनीहरूले त्यस्तो सहकारीको नियमन गर्न त्यस्तो लुज नेटवर्क बनाए। तिनै कारणले गर्दाखेरि आज देशव्यापीको चाहिँ 87 अर्ब भन्दा बढी रुपियाँ नेपाली जनताको रुपियाँ आज हिनामिना भएको छ। तर कुन मुद्दा मात्रै सेन्टरमा आइराखेको छ भन्दा रवि लामिछानेलाई मात्रै सेन्टरमा राखेर मुद्दा ल्याइएको छ। त्यही पनि कस्तो मुद्दा भने, तपाईँ युवा साथी हुनुहुन्छ एकदम स्पष्टसँग बुझ्नुहुन्छ, आजको दिनमा 2 जना साथीले व्यापार व्यवसाय गर्नु पर्यो भने तपाईँहरूले कन्ट्र्याक्ट गर्नुहुन्छ। त्यही कन्ट्र्याक्टमा आधारित रहेर तपाईँहरूले तपाईँको व्यापार व्यवसाय राम्रोसँग चलाउनुहुन्छ। तर तपाईँले कोही चाहिँ फेमस व्यक्तिलाई, कोही इन्फ्लुएन्सर व्यक्तिलाई तपाईँले आफ्नो पार्टनर बनाएर लिएर आउनु भयो भने तपाईँले त उहाँलाई त आफ्नो व्यवसाय चलाउनको लागि फेस भ्यालुको लागि लिएर आउनुहुन्छ नि। अब कस्तो समस्या भयो अहिले रवि लामिछानेलाई लागेको मुद्दा कस्तो हो भनेदेखि, लगाइएको मुद्दा कस्तो हो भनेदेखि फेस भ्यालुको रूपमा लिएर आइयो, तर
जो मूल लगानीकर्ता हो उहाँहरूको के कसो हो थाहा छैन, तर त्यसको सबैको आरोप चाहिँ रवि लामिछानेलाई लगाइएको हो। त्यो कुरा भोलिको दिनमा पुष्टि होला, यसमा केही छैन, अदालतमा गइसकेको छ, त्यो भोलिका दिनमा पुष्टि हुन्छ, जनताले छर्लङ्ग देख्नुहुन्छ। मैले चाहिँ यो कुरामा किन अडान लिन्छु, किन म स्पष्ट छु भने जुन 3.5 महिना 4 महिना लगाएर संसदीय छानबिन समिति बनाइयो, त्यो संसदीय छानबिन समितिको प्रतिवेदन आजको दिनमा पनि संसदको वेबसाइटमा उपलब्ध छ। करिब 1200-1400 पानाको छ त्यो। त्यसमा डिटेलली कहाँबाट मुद्दाको उठान भयो, रवि लामिछानेको संलग्नता कहाँसम्म छ, के गरेछ, त्यसमा सबै कुरा डिटेलली लेखिएको छ। त्यसमा प्रमाणसहित सबै डिटेलली लेखिसकेको छ। अनि ती सबै कुरा देखिसकेपछि जसरी विरोधीहरू जब राइज हुन थाल्छन्, विरोधीहरूको त्यो राइजलाई चाहिँ अब दबाउनु पर्यो भने कानुनलाई हतियार बनाउने चलन छ नि, ठ्याक्कै त्यस्तै आफ्नो सरकार आफ्नो, संयन्त्र आफ्नो, त्यसपछि विरोधी राइज भइरहेको छ भने उसलाई चाहिँ कुनै मुद्दा लगाएर अल्झाएर डाउन साइज गर्न खोजेको, यो भन्दा अरू प्रपञ्च अर्थ केही पनि होइन। यो खालको हामीले चाहिँ गएको संसदमा देखियो। त्यसकारणले पनि एउटा अन्याय हुँदै एउटा व्यक्तिलाई, चाहे नेता होस् चाहे जनता होस्, अन्याय त अन्याय नै हो नि सबैलाई होइन। यो तपाईँहरूले देख्नु भएको होला, हाम्रो लालबहादुर विकजी सुनसरीको चाहिँ सुन पसलमा उहाँ काम गर्नुहुन्थ्यो, उहाँलाई कत्रो मुद्दा लागेको थियो। हामीले लालबहादुर विकको लागि पनि हामीले आवाज उठायौँ, उहाँ चाहिँ अदालतको प्रक्रियामा आफै गएर बहस गरेको, उहाँले न्याय पाउनु भयो। एउटा नागरिकको मुद्दा होस् अथवा नेताको मुद्दा होस्, यो देशमा कसैले अन्याय भोग्छ भने अन्यायको विरुद्धमा त हामी उभिनु पर्यो नि। त्यसकारणले हाम्रो संसदमा हाम्रो राष्ट्रिय राजनीतिमा रवि लामिछानेको पक्षमा हामी उभिएको भनेको अन्यायको विरुद्ध हामी उभिएको। सरकारले त्यो हदसम्म राजनीतिक प्रतिशोध नसाधेको भए हामी आफ्नो स्वाभाविक प्रक्रियाले हाम्रो जनताका मुद्दाका बारेमा हामी उठाउँदै जान्थ्यौँ। यो कुराहरू विगतको दिनको कुराहरू नै हुन्। अब हेर्नुहोस्, अब सहकारीका सवालमा हाम्रो स्पष्ट अडान छ। पटक पटक हामीले भनिसकेका छौँ। म फेरि पनि तपाईँहरूलाई भन्न चाहन्छु, अब राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनिसकेपछि पहिलो काम सबै सहकारी पीडितहरूले पैसा फिर्ता पाउनको लागि चाहिँ राष्ट्र ब्याङ्कले नियमन गर्ने किसिमको वातावरण हामी सिर्जना गरेर जसले चाहिँ नेपाली जनताको जुन डिपोजिट भएको पैसाहरू सहकारीबाट हिनामिना भएको छ, ती सञ्चालकहरू, त्यहाँ आबद्ध भएका व्यक्तिहरूको सम्पत्ति चाहिँ रोक्का गरेर हुन्छ राज्यले विनियोजन गर्न थाल्छ। तिनै सम्पत्ति रोक्का गरेर गर्नु पर्यो नि। त्यही गोर्खा मिडियाको हेर्नुहोस्, आज त्यो गोर्खा मिडियाको कम्पनीमा भएको क्यामेरा, टेलिभिजन, त्यत्रो इक्विपमेन्टहरू आज सडेर बसेको छ। यदि सरकारलाई चाहिँ जनताको पैसाको पीडा हुन्थ्यो भनेदेखि, हुन्थ्यो भनेदेखि त्यहाँबाट त्यो सम्पत्ति बेचेर तिर्न पर्यो नि। त्यो पुइन थालिसक्यो, त्यो पुइएर बसेको छ। तर आज नेपाली जनताले पैसा फिर्ता पाउने मेलोमेसो सरकारले गरिरहेको छैन। अब अहिलेको त नागरिक सरकार हो, धेरै अधिकार छैन, निर्वाचित सरकारले गर्नुपर्छ यो काम। हिजो गर्न सक्थ्यो गएको सरकारले, जसले हामीलाई प्रतिशोध साध्यो। ल साँच्चै नै उद्देश्य उहाँहरूको सहकारी पीडितलाई पैसा फिर्ता दिने हो भनेदेखि त्यही तरिकाले काम गरेको हुन्थ्यो होइन। यी कुराहरू छन्। त्यसकारणले यसमा हाम्रो केही पनि छैन। नेपाली जनताले न्याय पाउनुपर्छ, नेपाली जनताले जे पीडा भोग्नु परेको छ त्यो पीडाको चाहिँ मलम हामीले लगाउनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौँ है। अब अर्को सरकारमा जाँदै गर्दा हामीले गर्ने काम हेर्नुहोस् यति ठुलो छ कि देश बनाउने भन्ने कुरा आजको भोलि हुँदैन। यसलाई एकदम लामो यात्रा छ होइन। मेरो हिसाबले त अबको मेरो सोचाइ मात्रै, जति हामीले विकासोन्मुख देशहरू देखेका छौँ, एउटा मास्टर प्लानमा काम गर्नुपर्छ। करिब 15 वर्ष जति एउटा मास्टर प्लानमा काम गरियो भने देशले एउटा बाटो लिने हो, गति लिने हो। अबको 5 वर्षमा हामी त्यो बाटोमा हिँड्नुपर्छ भन्ने मेरो स्पष्ट बुझाइ हो। बहुमत भयो भनेदेखि यहाँ त सबै कुरा एउटा र अर्कोसँग जोडिएको हुन्छ नि, च्यानल हुन्छ नि। जस्तो यहाँले चाहिँ नि उद्यमशीलताको कुरा गर्नुभयो, उद्यमशीलता गर्नुभयो, तर तपाईँहरूले उत्पादन गरेको, तपाईँहरूको व्यवसाय कन्ज्युम्सन गर्ने, प्रयोग गरिदिने उपभोक्ता भएन भने उत्पादन कसरी चल्छ त? अब उपभोक्ता यहाँ बस्ने वातावरण त यी सिर्जना हुनु पर्यो नि। आज बाटाघाटाका कुरा छन्, राम्रो बन्यो, बाटो त राम्रो बन्यो, तर त्यही बाटोमा चढेर युवाहरू चाहिँ गाडी चढेर हवाईजहाज उडेर विदेश जानुपर्ने स्थिति बन्यो। युवाहरूलाई त यहीँ बस्ने वातावरण सिर्जना गर्नु पर्यो नि। विकास भनेको, विकासको डाइनामिक्स निकै फराकिलो हुन्छ। विकास भनेको रोजगारी हो, विकास भनेको यहीँ बस्ने वातावरण हो, विकास भनेको यहाँ त हाम्रा छोराछोरीले पढ्ने वातावरण, हामी परिवारसँगै बस्ने वातावरण हो नि, कमाएर यहीँ बस्ने वातावरण हो नि। त्यसकारणले यी सबै कुराको लागि चेन बन्नुपर्छ। यहाँ उद्यमशीलता विकास हुनको लागि त यहाँ धेरै कुराहरू निर्माण गर्नुपर्ने हुन्छ। आउने सरकारमा हामी यी सबै कुराहरू पोलिसीमा जोडेर, सबैभन्दा ठुलो कुरा चाहिँ जे काम गर्नलाई पनि आजको दिनमा नेपालको हामीले सबै हेऱ्यौँ भनेदेखि जे काम गर्नलाई पनि एउटा नीति, एउटा शब्दले अड्काइराखेको छ। हामीले त्यो अड्काएका शब्दहरूलाई, अड्काएका कानुनहरूलाई हामीले परिवर्तन गर्नुपर्नेछ। अनि बल्ल विकासका बाटाहरू खुल्छन्। यहाँ आएर बाचा गर्ने, तर बाचा गर्नेहरूलाई कानुन र नीतिमा चाहिँ कसरी काम गर्ने भन्ने मेलोमेसो भएन भने ती बाचाहरू बाचामै सीमित रहन्छन् होइन। अब एउटा कुरा छ, कस्तो हुँदो रहेछ भने राजनीति एकदम निर्मम हुँदो रहेछ। त्यही निर्ममता देखेर नेपाली जनताको लागि, जनताको पक्षमा राजनीति हुनुपर्छ भनेर हामी आएको हो। हामीले हिजोको दिनमा देखेको राजनीति कस्तो रहेछ भने सर्वहारा वर्ग, एकदम भुइँ मान्छेहरू, एकदम न्यूनतम आय स्रोत भएका मानिसहरू, आज के खाउँ भरे के खाउँ भन्ने वर्गका मानिसहरूलाई आश्वासन पटक पटक बाँडिरहने र त्यही आश्वासन देखाएर भोट बटुल्ने अनि सत्तामा पुग्ने अनि उहाँहरूलाई झन् त्योभन्दा पनि गरिब पारिरहने अनि मुद्दा बचाइरहने। अब गरिब नै यो समाजबाट उन्मूलन भयो भने कहाँ राजनीति गर्ने त भनेर यसरी नेपाली जनतालाई गरिबीको चङ्गुलभित्र राखिराखेका छ क्या। त्यसकारणले गरिबीमाथि राजनीति गर्नेहरूका विरुद्ध हामी उठ्न आवश्यक छ। अब हामी कसैलाई ढाँटेर छलेर आश्वासन दिएर होइन, कलेक्टिभली काम गर्ने हो। आज युवा साथीहरू, तपाईँहरूको चेत देखेर म गर्वान्वित पनि भएको छु, किनभने भोलि यहाँ पटियानीमा के गर्ने भन्ने कुराको लागि म एक्लो भइन क्या। अब तपाईँहरू पनि मेरो साथमा हुनुभयो, यसो गरौँ भन्ने कुरामा हामी साथमा कलेक्टिभ अभियान, यो सबै अभियानको लागि तपाईँहरू जोडिनु भएको छ। अब 3टा सरकार छ, यहाँहरूलाई थाहा नै छ है, स्थानीय सरकार, प्रदेश सरकार, सङ्घ सरकार।
यहाँको बाटो पुल पुलिस यहाँका स्थानीय सबै आवश्यकताका विषयहरू स्थानीय सरकारसँग जोडेको छ। त्यो भोलिको दिनमा पनि हामी त्यो तपाईहरूलाई सबै सहजीकरण गर्न तत्पर छौँ, किनभने यो त फाउन्डेसन हो। यसपछि पनि त निर्वाचन आउँछ नि, हामी उपयुक्त पात्र यहाँबाट निर्वाचित हुने वातावरण सिर्जना गर्छौँ नि होइन। त्यसपछिबाट आउँछ प्रदेश सरकार। प्रदेश भनेको यो सम्बन्धित बागमती प्रदेशको करिब करिब भूगोल एउटै छ। यहाँको पर्यटन नीति, वातावरणसँग सम्बन्धित नीति, जनावरसँग सम्बन्धित नीति, खोलानाला सम्बन्धित नीति एउटै बनाउँदाखेरि यो भूगोललाई यस्तै किसिमको बनाउनु पर्छ। त्यहाँ पनि हामी उपयुक्त पात्र निर्वाचित गराउँछौँ। अब सङ्घमा जाँदै गर्दाखेरि सङ्घ त देशैभरिको हो नि। अहिले हुन लागेको सङ्घीय निर्वाचन भनेको देशको बाटो, भाग्य, भविष्य हामी कता लैजाने भन्ने कुरामा हो। र यो सबै गर्नको लागि हामीले जे नीति बदल्छौँ देशव्यापी रूपमा चाहिँ त्यो नीतिले काम गर्नुपर्छ। तर एउटा विशेष नीतिहरू हुन सक्छ, पटियानी भयो, चितवन क्षेत्र भयो होइन, देशव्यापी रूपमा राष्ट्रिय निकुञ्ज वरिपरि भएका ठाउँहरू छन्। यिनका लागि हामी के गर्न सक्छौँ त भनेर राष्ट्रिय नीति जुन हामी बनाउँछौँ त्यो कलेक्टिभ नीतिले भुइँसम्म गएर काम गर्ने वातावरण हामीले सिर्जना गर्छौँ। त्यसकारणले तपाईँहरू निश्चिन्त रहनु साथीहरू, किनभने मैले अघि पनि भने तपाईँले टेक्ने जमिन र मैले टेक्ने जमिन, तपाईँले देखेको भविष्य र मैले देखेको भविष्य, तपाईँले सोचेको तपाईँको परिवारको भविष्य र मैले मेरो परिवारको लागि सोचेको भविष्य एउटै हो। हामी एउटै मुद्दाको लागि हिँडिरहेछौँ, त्यही यात्रामा छौँ। राजनीतिमा अरू केही छैन। मेरो लागि होइन, मेरो लागि यो पद यो केही बन्छु भनेर आकांक्षा लिएर पदीय हिसाबले गउँछन्, त्यसले काम गर्न सक्दैन। मेरो लागि होइन, हाम्रो लागि समाजको लागि काम गर्ने भने कलेक्टिभ इफोर्ट हो। र तपाईँहरूकै कलेक्टिभ इफोर्ट, तपाईँहरूकै सल्लाह सुझाव बमोजिम हामी अगाडि बढ्छौँ। म के खुसी छु भने गएको संसदमा कति विधेयकहरू आयो, करिब 30-35वटा विधेयकहरू चाहिँ संसदमा आए। तिनमा अधिकांश विधेयकहरूमा लगभग 95% विधेयकहरूमा मेरो सक्रिय सहभागिता रह्यो। मैले त्यसमा कानून निर्माणमा एकदम 100% इफोर्ट दिएर काम गरेँ। तर त्यतिखेर चाहिँ सीमित साथीहरू हुनुहुन्थ्यो, किनभने युवा पुस्तामा पनि त्यति धेरै राजनीतिक विषयमा त्यति चेत थिएन भनौँ न। उहाँहरूको त्यति धेरै के विषय भन्ने कसो भन्ने चासो पनि थिएन। तर अहिले जुन देशव्यापी रूपमा माहौल आइरहेको छ, सबैलाई चासो लागेको छ। यसले चाहिँ हामी एक ठाउँमा आउनको लागि, अझ बनाउनको लागि मजबुत हुन्छ, त्यसले मद्दत गर्छ भन्ने मलाई लाग्छ। तपाईँहरूसँग म निरन्तर रूपमा यहाँबाट अहिले तपाईँहरूसँग आएँ, निर्वाचित भइसकेपछि पनि तपाईँहरूसँगै ल यस्तो विषय आयो के गरौँ साथीहरू भनेर तपाईँहरूसँगै म जोडिन्छु। अझ तपाईँहरूको यो न्युट्रल जुन एउटा समूह बनाउनु भएको छ, यो समूहले चाहिँ नि यहाँका विषयहरूमा खबरदारी, न्युट्रल हिसाबले खबरदारी गरून्। एकदमै यहाँ अब धेरै दलका साथीहरू पनि हुनुहुन्छ, यहाँ चाहिँ वैचारिक विषयमा बहस होस् होइन, यो दल त्यो दल भन्ने भन्दा पनि वैचारिक र राम्रो विषयको लागि के गर्ने भन्ने कुराहरूमा बहस होस्। त्यस्तो वातावरण हामीले समाजमा निर्माण गर्यौँ भने राष्ट्रिय राजनीतिमा पनि हुन्छ। हाम्रो संसदमा चाहिँ हामीले कुरा गर्नुपर्ने त्यो शिक्षा कसरी बनाउने, स्वास्थ्य जुन तपाईँले बिमाको कुरा गर्नुभयो नि, टोकनको कुराहरू गर्नुभयो नि, नेपालभरि ब्युरोक्रेसी अहिले स्लो भएको, ब्युरोक्रेसीले काम गर्न नसकेका कारणहरू धेरै छन्। त्यसलाई सुधार्नको लागि अब हामी आइटी युगमा प्रवेश गर्दैछौँ। सबै आइटीले ट्रान्सपेरेन्ट गराउने बित्तिकै युथहरू आइरहेको छ, सबै कुरा व्यवस्थापन हुँदै गर्छ नि। मान्छेले ढाँट्ला तर सिस्टमले त ढाँट्दैन नि त होइन। त्यो बनाउने कुराहरूमा हामी एकजुट छौँ। अब त्यो स्वास्थ्य बिमाका कुराहरू हामीले कसरी चुस्त दुरुस्त बनाउने, यस्ता कुरामा संसदमा बहस गर्नुपर्ने। तर भयो त के भन्दा सधैँभरि एकहोरो राष्ट्रिय स्वतन्त्र पार्टीलाई गाली गलौज गर्नमा संसद बित्यो। तर त्यसरी होइन, संसदमा अब जनताका मुद्दा बहस हुन्छ, जनताका मुद्दा समाधान केन्द्रित हुने गरेर बहस हुन्छ। त्यसको लागि हामी जाँदैछौँ। तपाईँहरूको यो चेतको लागि, तपाईँहरूको समर्थनको लागि म एकदमै कृतज्ञता व्यक्त गर्न चाहन्छु। हामी साथमै छौँ। मेरो घर यहीँ मङ्गलपुर हो, धेरै पर छैन, डेरी चोकमा छ। कहाँ हो भन्नुभयो सबैले भनिदिइहाल्नुहुन्छ। नीति निर्माण गर्नुपर्ने समयमा म संसदमा हुनुपर्ने समयमा संसदमा होला, अन्य बेलामा म तपाईँहरूसँग होला। यसरी नै हामी समाज निर्माण गर्छौँ। यहाँहरूलाई यति भन्दै धन्यवाद भन्दै म अब माडीतिर लाग्न चाहन्छु।